यो चाहिँ एउटा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बस र अर्को जनकपुरदेखि काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस। यो चाहिँ टिकौली जंगलमा खुट्टा बोकेको एउटा ट्रकसँग रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको एउटा यात्रुवाहक बस पछाडिबाट ठोकियो। त्यो ठोकिएपछि फेरि पछि आइरहेको अर्को चाहिँ जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको एउटा अर्को यात्रुवाहक बस पछाडिको यात्रुवाहक बससँग ठोकियो र गाडी अनियन्त्रित भएर पल्टियो। अब राति जुन अन्दाजी 1 बजे घटना भएको जानकारी प्राप्त अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी लगायत ठुलो संख्यामा सुरक्षाकर्मी परिचालित भएर सबै घाइतेलाई तत्काल उद्धार गरेर हस्पिटल लगेको अवस्था छ। यसरी चाहिँ 2वटा यात्रुवाहक बस दुर्घटनामा पर्यो। यो राति नै यहाँका ट्राफिक प्रहरी र यहाँका चाहिँ यात्रुहरूको सहयोगमा यहाँ चाहिँ फसेका गाडीहरूमा अड्किएका यात्रुहरूलाई चाहिँ राति नै उद्धार गरेर चितवनका विभिन्न भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचारको क्रममा रहेका यात्रुहरूको केही यात्रुहरूको स्थिति भने अलि अवस्था गम्भीर छ, उनीहरूलाई गम्भीर लागेको छ र अन्यको भने केही सामान्य छ र केही यात्रुहरू भने उनीहरू विभिन्न चाहिँ अरू विकल्प समातेर विकल्प मार्फत चाहिँ आफ्नो गन्तव्यतर्फ लागेका छन् र अहिले बिहानक समय भइसकेको छ। सवारी साधनहरू चाहिँ यहाँ भने क्रेन मार्फत चाहिँ यो गाडीलाई ठोकिएको गाडीलाई चाहिँ अलिकति निकालेर साइड लगाइएको छ। यद्यपि यो अहिलेको स्थितिसम्म गाडी भने घटनास्थलमै छन्, तर यहाँ चाहिँ यात्रुहरू या गाडीसँग सम्बन्धित सवारी चालकहरू पनि यहाँ भने छैनन्। उनीहरू भरतपुर अस्पताल र वरिपरिका विभिन्न ठाउँहरूमा उनीहरू छन्। यद्यपि प्रहरीले यो ठाउँमा बाटो क्लियर गर्नका लागि यहाँ चाहिँ क्रेनहरू 2टा ल्याइएको छ। र 2टा क्रेन मार्फत चाहिँ यो लडिरहेको सवारी साधनलाई उठाएर यहाँ चाहिँ राजमार्गभन्दा अलिकति सुरक्षित स्थानमा लगेर राखिने हामीलाई चाहिँ सूचना प्राप्त भएको छ। अब हेरौँ पानी कति परिरहेको छ, स्थिति के हुन्छ। पानी परिरहेको छ, पानीका बीच पनि यहाँ चाहिँ सुरक्षाकर्मीहरू यहाँ गाडीमा रहेका विभिन्न खालका सामानहरू गाडीमा छ, त्यो सामानको सुरक्षा गरिरहेका छन्। खै भने पानी चितवनमा यो पानी परिरहेको छ। प्रदेश 303-001 ख 0123 नम्बरको यो रात्रिकालीन बस काठमाडौँ जाँदै थियो। यो टिकौलीको जंगलमा दुर्घटना भएको छ।
तपाईँको यो गाडीमा मान्छे थियो आफ्नै? हजुर हजुर। कहाँबाट आउँदै गरेको त यो गाडी? जनकपुरबाट। यो जनकपुरबाट कहाँ जान लाग्यो? यहाँ काठमाडौँ जान लाग्यो क्या। जनकपुरबाट यो गाडी चाहिँ कति बजी छुटेको? यो मोटामोटी 6 बजे थियो जनकपुरबाट। 6 बजे छुटेको? हजुर। ए के त भान्जीसँग कुराकानी भयो यहाँको? भान्जीसित कुरा भएन, भान्जा थियो क्या, दुईजना सँगै त्यहाँ गाडीमा बसेको। उसले भने के एक्सिडेन्ट भएछ 1 बजेतिर भन्दै थियो। हजुर 1 बजेतिर। बिहान पख 1 बजे? हजुर। तपाईँले खबर चाहिँ कति बजे गरे उहाँ? यही 1 बजे। 1 बजे राति। थाहा पाउँदा बित्तिकै हिँड्नुभयो तपाईँहरू? तपाईँले कहाँबाट आउनु? जनकपुर।